हेलो हाई गाइज के छ सन्चै आरामै धेरै दिनपछि आज एउटा भिडियो बनाउँदैछु म कस्तो खालको भिडियो भने त गाउँघरतिर घाँस अनि यो पातपतिङ्गरहरू सोरेको घाँस काटेको हैन गाउँघरको रहनसहन गाउँघरमा अब कसरी काम गरिन्छ घर परिवारले भनेर हैन अहिले चाहिँ वैशाख महिना लागिरहेछ सबै बोट बिरुवाहरूले एकदम पालुवा फालेर हरियाली भइरहेछ पानीले पनि साथ दिइरहेछ है मेरो बुढी चाहिँ अब पतिङ्गरहरू यसरी सोर्दै यो चाहिँ वस्तु भाउलाई बिछाउनलाई वस्तु भाउको बिस्तारा हे यस्तो छ अब काफल पाक्नै लागेको छ अब काफल एकदम पाकिरहेको साथीहरू हैन म तपाईहरुलाई काफल पाकेको भिडियो पनि एकदम बनाएर हाल्दिने छु हैन हजुरहरुको लागि मैले चाहिँ यो घाँस माथि रुखबाट बुढीले खसालेको घाँस अब लग्ने हो यहाँ तल त्यो डोकोमा हालेर बुढीले चाहिँ त्यो सोतरहरु यो चाहिँ हाम्रो घाँस यो पतिङ्गरहरु जम्मा खेर्ने अनि घाँस काट्ने बारी भन्दा नि अब काल्नु भनौं न हैन काल्नु यसरी नै चल्छ हाम्रो जिन्दगी गाउँको जिन्दगी यो नै सुख शान्तिसँग जिउने जिन्दगी हो फेरि अन्त भौतारेर अन्त अब बेरोजगार भएर हिँड्नु भन्दा 2-4 वटा बाख्रा पाल्यो 1-2 गाई पाल्यो हैन अनि गाउँतिर रमाइलोसँग जिन्दगी बितायो डोको पल्ट्यो मेरो लागि घाँसको भारी नि भइसक्यो है बुढीको यो पतिङ्गरको भारी नि भइसक्यो सानो सानो डोका किन ल्यायो भनेर भन्नु होला साथी हो यो के हो भन्दा घरबाट बारीमा हामीले गोबर बोकेर ल्याथ्यौं मलहरु अनि फेरि यो यहाँबाट अब फर्केर जाँदा के खाली जानु भनेर बाख्रालाई र गाईलाई चाहिँ यो डाले घाँस अनि अलिकति यो पतिङ्गर लहर गएको बिसाउनलाई पनि हुन्छ अब खुवाउनलाई पनि हुन्छ हैन के खाली जानु भनेर यो सानो सानो डोकामा भएर लएर जाम भनेर त्यसो गरेको म चाहिँ अब यसरी बोकिन्छ हिँडिन्छ ल जाम बुढी चल त अब चाहिँ काफलको सिजन आउन लाग्छ साथी हो है काफलको भिडियो हजुरहरुलाई काफल भने के हो पहाडतिर बस्ने मान्छेहरुलाई त काफल ठीक छ चिने छ हैन म विदेश बस्ने बेलामा एउटा पाल्पाको साथीले काफल भनेर त किमु हुन्छ नि त्यसलाई भनेको थियो कुनैलाई काफल थाहा हुन्न हिन्छ के ए बारीहरुमा यसो मोल लिएर आएको यो साल रोपेको किबीको बिरुवा यसरी जागिसक्यो साथीहरु हैन यसरी त्यसरी जागेको छ यो चाहिँ अलि पुरानो यो चाहिँ फल्छ यो बारीभरि मैले किबी हान्दिसकेँ अब राम्रो जागेको छ बोटहरु अनि यतातिर चाहिँ मकै छ नि उपाल्लोपट्टि चाहिँ स्याउको बगैँचा छ फेरि है त्यो चाहिँ स्याउको बगैँचा अनि यहाँनिर पनि किबीहरु छ पारि चाहिँ त्यो काउली नै के अरे रायोको बीजहरुको लागि त्यस्तो बनाएको यहाँनिर पनि स्याउहरु छन् यसरी किसान गरिन्छ पहाडतिर
हजुरहरूकोतिर कसरी गर्छ कमेन्ट गर्नुहोस् है। आजकल गाउँघर वातावरण यति रमाइलो भएको छ, यति राम्रो भएको छ। ल हेर्नुहोस्